यहाँ हाम्रो गोरखखाली टायर उद्योग जसरी नेताहरूले बेचेका छन् नि त्यो कुराहरू तपाईँहरूलाई देखाउनको लागि म यहाँबाट भित्र जाँदैछु। भित्रको अवस्था हेर्न यहाँ भित्र जान चाहिँ दिँदैन, तर मलाई मनले मानेन। यहाँ आएपछि सबैजनाले देख्न पाउनुपर्छ जस्तो लाग्यो। कसरी बेकुफ बनाएर यिनीहरूले हामीलाई चाहिँ हाम्रो बुद्धि भेटिरहन्छ। अनि जान चाहिँ दिँदैन। यहाँ हेर्नु ल, यहाँ यो यस्तो हालतमा छ। यो सबै हाम्रो टायर उद्योगहरू हो। यो मेसिनहरू सब यस्तो भग्नावशेष बनाएर छोडेका छन् यिनीहरूले, जो चाहिँ हेर्दा मन धुरु धुरु रुन्छ के। यहाँ हेर्नु, यहाँ राजाले भनेको कुरा हेर्नु त। यो सबै चाहिँ यहाँ यो रबरहरू पनि तपाईँ देख्न सक्नुहुन्छ। यस्तो भिडियोहरू तपाईँहरू सेयर गर्नुहोला। यहाँ हेर्नु, यो टायर बनाउने कच्चा पदार्थ यहीँ छ। योहरू पनि यहाँ हेर्नु, देख्नुभयो नि, यो अझैसम्म पनि यो टायर बनाउने कच्चा पदार्थहरू यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ।